हिमालय टेलिभिजनका लागि राम क्रिएसनको प्रस्तुति हास्य टेली श्रृङ्खला हल्का रमाइलो इन एसोसिएसन विथ मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित, जसले डेङ्गु, मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ। पावर्ड बाइ कपडाको गर्छ गजबको धुलाइ गोदरेज फ्याब लिक्विड डिटर्जेन्ट। Sensodyne gives you long-lasting protections against sensitivity because it works. नयाँ गुड नाइट फ्ल्याश अरु लिक्विड भेपोराइजर भन्दा 2 गुना बढी प्रभावशाली। हर्लिक्समा छ 27 न्युट्रियन्ट्स जस्तै प्रोटिन, भिटामिन डी र फोलिक एसिड। टलर, स्ट्रङ्गर, शार्पर। मार्केटेड बाइ मीडिया सेन्स। यो जिन्दगी यता टाल्यो उता उध्री जान्छ के गर्ने। सबैजना जान्ने सुन्ने सबैजना नेता, राजनैतिक भ्रष्टाचार मौलाइरहेछ देश। जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो ठुलो, जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो। बेकारको कुरा छाड्दै लखर लखर बुलो। कति बन्नु मुखा दर्शक बोलिदिउ कि पाक। विसङ्गति व्यथितिले भए सबै वाक। चिन्ता मात्रै कति लिनु गर रमाइलो। आहा हल्का रमाइलो, ओहो हल्का रमाइलो। ए होइ हल्का रमाइलो, ओइ ओइ हल्का रमाइलो। हजुर धेरै चल्न मिलेन क्या। धेरै चल्दाखेरि हजुरको हातमा चाहिँ नि समस्या हुनसक्छ। हजुरको हातमै समस्या भयो भने भोलि चाहिँ नि म ससुराली आउँदाखेरि हजुरले मलाई टिका लगाएर दक्षिण दिँदाखेरि अलिक गाह्रो हुनसक्छ। त्यही भएर शान्त भएर बस्नु। हुन गरौँ न, अब के गर्ने। यत्रो वर्षदेखि हजुरको भान्जीको पछि लाग्यो। हजुरको भेनाले पनि हुँदैन हुँदैन हुँदैन, हजुर त्यस्तै हुँदैन हुँदैन। तर के हुन्छ, अब अहिले भान्जीले ओके भनिदिएपछि कुरो सक्यो। आफ्नै भान्जीको बिहेमा मामालाई बान्नु परेको छ। केटा हो? यस बस। शान्त शान्त, हेरौँ शान्त केटा है। मामाको केही अन्तिम इच्छा हुन सक्छ, एकपल्ट मुख खोलिदियो त। त्यो के छ? मामा के भन्नुहुन्छ भन्नु। केही भन्दिन कि, यहाँबाट छुटौँ मात्र होइन। तिम्रो तिनैजनालाई एकै ठाउँमा राखेर सिक्किमको सोल्टाहरू पनि चाहिएन क्या। सिङ्गल सिङ्गल खुडा हान्छ मात्र। त्यही खुडा हान्नुहुन्छ भनेर थाहा पाएन नि मामा। फेरि अब आफ्नै चाहिँ भान्जा ज्वाइँलाई भान्जी ज्वाइँलाई खुडा हानेर के गर्नु? भान्जी के हाल्यो? लगाइदियो बाबु, लगाइदियो। धेरै बोल्नु गाडी जस्तो अब अलिकति अगाडि आउनु पर्यो। आउँदैछ। शान्त शान्त, क्षमा प्रार्थी छु, क्षमा प्रार्थी छु, क्षमा प्रार्थी छु। अब यस्तै पर्यो, के गर्नु? प्रेमले यस्तै गर्छ क्या। के मारे यो प्रेम र युद्धमा नि त सबै जायज भन्छन्। यसो गरौँ केटा। अब मामा बिहे नसकिन्जेलसम्म यहीँ बस्नुहुन्छ। बिमारीको सुपारी छ होइन? च्याउँछु सबैलाई गएर ट्याकटुक्कै गरिहाल्छ। ओके अहिले दिशा पिछा लायो नि हामी फेरि आउँला डोगे ब्याक टु ब्याक। मामालाई लेमिनेसन हान्ने। कुकुरले बल्छीसित म बिहा गर्छु ठुलबा भनेर भन्यो। कस्तो खुसी लाग्यो। त्यो केटाले के तयारी गर्यो कि गरेन? ठुलबा चिया खाँदै हुनुहुन्छ हजुरहरू? ल बस बस्न त पाउने कि ठुलबा? यो हजुरलाई निम्तो हजुर गाममा निम्तो बाँड्दै हिँड्ने। आफ्नै बिहेको निम्तो बाँड्दै हिँड्ने सस्तो।
मेरो बे त कहाँ हुनु रे ठुलो भाइ मेरो त भर्खर फेसबुकमा फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेछ हुन त मेरो पनि हुन्छ त्यही नि यसको हुलिया हेर्नु न तलदेखि माथिसम्म सर्लक्कै पहिला भुँडी हेर्नुहोस् कसले पताउनु उसलाई ऊ आउनुभन्दा अगाडि भुँडी आउँछ उसको तेरो बिहेमा त्यो दमाको पैसा बस्ने भयो केटा त्यही बजाए भयो त ठुलो बा पनि जिस्की बक्सिन्छ भने यो कहाँ दमा हो त यो त लादी हो नि अनि सुन त केटा अनि बिहेको निम्तो चाहिँ कसको भन्छ के रे म अब कसको हुनु नि सुन्दर दाइ बल्छीको नि हो त बल्छी र पुगु ल म त ओरै खुसी भएँ केटा त्यो माछा काँडलाई छोरी त मरिदिन्न भन्नुहुन्थ्यो कृष्ण दाजी अब छोरीले आँटेपछि कसको के लाउँदो रहेछ त यही त भएन नि स्याबास नानी उडा केटले काली आमाको पदेरामा पानी लिन आउने आजै अन्तिम दिन होला त्यसपछि घरमा बुहारी आएपछि त सुखै सुख आजकलका बुहारीको के आश गर्नु छ र नानी उस्तै पर्यो भने पन्ध्रबाट पानी पनि होम डेलिभरी गर्दै घरमा भन्लान् तर हाम्रो पुगु नानी चाहिँ त्यस्तो नहुन पनि सक्छन् किनभने नि एक गाउँमा हुर्केकी हुन् हुन त अब पुगु पनि धनी मानीकै छोरी हो तपाईँले भने जस्तो पनि गर्न सक्छ है आमा त्यस्तो होइन साउन नानी ती पुगु नानी त्यस्तो हुनै सक्दैनन् के त्यहाँ सुन त्यो मेहन्दीको दिन छ नि म लजाएर नाच्दिन भन्छु तिमीले मलाई तानेर नजाउनु अनि अर्को कुरा त्यो बिहेको दिन छ नि म साडी लाएर बेहुली बनेर आउँछु नि त्यसरी तिमी रुनी म होइन बेहुली पो रुन्छ त बेहुलो किन रुनु हो फेरि अरू कुरा केही थाहा छैन भिडियो जसरी पनि भाइरल हुनुपर्छ बिहे हुने बोलेर खुसी भइरहेको यतातिर अर्को लफडा रहेछ म यो भिडियो चाहिँ नि बेहुलाहरू रोको भिडियो हेरेर म पनि दुःखी भइरहेको हुन्थेँ कहिलेकाहीँ यसो हेर्दाखेरि हेर बिचरा बेहुला रोको भनेको त ब्याक स्टोरी त अर्कै हुँदो रहेछ त है आँसु आएन भने चाहिँ के गर्ने हो कस्तो के गर्ने मलाई अरू कुरा केही पनि थाहा छैन ट्याक्क म इन्ट्री हुन्छु तिमी गर्ने मान्छेले नि भनोस् न कस्तो भाग्यमानी रहेछ यो केटी बेहुलाले कस्तो धेरै माया गर्ने भनेर भाइरल हुनुपर्छ भिडियो हल्का रमाइलो यो कस्तो छ राम्रो एकदम राम्रो देखिएछ के रे ए लाउनु पर्यो के हैन अनि यो नि ए यो त झन् अहिलेको भन्दा राम्रो हुन्छ कि म अनि यो नि त्यो त झन् कुरै नगरौ न चिरु त्यही त ध्यान जति मोबाइलमा हेर्दैन रे यो पनि राम्रो छ यो झन् राम्रो त्यो झन् राम्रो के चाहिँ राम्रो साडी पनि राम्रो मेरो बुढी सिरु पनि राम्रो भने हो के रे मैले त गाउँमा एउटाको बिहे हुँदैछ कति न आफ्नै बिहे हुन लाग्यो जस्तो गरेर कहिले यो छान्या छ कहिले त्यो छान्या छ 1 घन्टा भइसक्यो तिमीले लुगा छान्न लाग्यो भन्छु के रे म कति छान्या लुगा बिहे हुन्छ एउटाको प्रोफाइल पिक्चर दुनियाँ गाउँभरिको चेन्ज बिहे एउटाको होइन दुईटाको हुने हो बिर्स्यौ कि क्या म त राम्रै भएर जान्छु त्यो कान्छी भन्दा त तिमीहरूलाई आफू राम्रो हुनु पाए भयो भने अरू जे सिउ गर्नु के बाबुजी होइन यो किस्नेको छोरीको कुरो अनुसारले गर्दा बाउ नभने यसले त धुनधानाले बिहा गर्ने जस्तो कुरो गरेको थिएँ अब खर्च त शान्तिमा धान्दैन जस्तो छ गर्ने पो कसरी हो हेर न बुढीमा आजसम्म यत्रो वर्ष चाहिँ नि किस्ने छोरी चाहियो भनेर कुद्दियो होइन त्यो त हो अहिले बाउ मौका छोरीले आँट्या बेला जसरी हुन्छ खोजखाज पार्ने हो नि ऋण खोज्ने हो यत्रा गाउँलेलाई पुरै भोज खुवाएर देखाएर पञ्चेबाजा बजाएर कसको भन्दा बल्छीको बिहे हान्दियो केटाले भनेर देखाउनु गरेको गरे हुन्छ गर ऋण खोज्ने हो देखाइदिने हो खोज जिन्दगीमा पहिलोचोटि एकपल्ट फस्टाइ मात्रै गर्ने हो गर बाबु गर
यी सब गाउँलेलाई देखाइदिने हो क्या। तर बाबु ऋण त खोज पनि भने गर्ने पनि भन्ने हो, तर पैसा चाहिँ कसले दिन्छ हो हामीलाई? पैसा कसले दिने? पैसा दिने त लक्ष्मी नै हुन्। लक्ष्मी भनेपछि यो लक्ष्मीले यो लक्ष्मीलाई ऋण दिनु पर्छ। हजुर त्यो पनि अलिअलि होइन, 5 लाख ऋण लिइकन पनि बिहा गर्छन् त। अब समाज क्या लक्ष्मीलाई के गर्ने? अब समाजले अलिअलि खर्च गरेन गड्याङगुडुङ गरेन भनेदेखि सराब हात पनि गर्दैन। त्यो पनि हो। बिहे गर्ने भनेपछि त अब अलिकति त्यो हुन पऱ्यो नि त, पञ्चे बाजा हाल्नु पऱ्यो होइन, बक्की सक्की होला के होला त्यस्तै परेर अब समाजको लागि भए पनि अलिकति खर्च गर्नुपर्ने छ। हेर बल्छी, अर्काले घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नु हुँदैन। यस्तै पऱ्यो मैले भने त समाजको। यो लक्ष्मीले ऋण दिन पनि जानेको छ। हजुर। र ऋण उठाउन पनि जानेको छ। राम्रो समयमा दिनुहोस् भने के गर्ने? कहिले दिन्छस् ल? हजुर चिन्तै नगर्नुहोस् क्या, चिन्तै नगर्नुहोस्। सके हप्ता दिनमा, नसके 15 दिनमा, भएन भने महिना दिनमा चाहिँ हजुरको पैसा म ठ्याक्कै फिर्ता गरिदिन्छु। मैले सकिनँ भने मलाई घरमा आएर काट्नुहोस् ल, काटेर मासु खाइदिन्छु ल। तँलाई काटेर म झ्याभाना जानु छ र? मलाई त मेरो पैसा फिर्ता चाहियो। त्यही त मैले तिर्छु हजुर। पक्का तिर्छस् नि? पक्का ल पैसा त म दिन्छु, तर समयमा तिर्नुपर्छ। बल्छी ध्रुवे समयमै तिर्नुपर्छ है। हजुरको जय होस्। बिहेमा हजुर जसरी पनि उपस्थित हुनुपर्छ है। आइहाल्यो। अब मैले पैसा दिएर बिहा हुँदैछ, बिहा खान आउँदैन त? बेला नतिरेला पानी परेर सबै दाउरा भिजेर त मरिगयो नि। ए बुढी, यसो काम गर्दाखेरि त यो मुख यसरी चिपिक्क बन्द गरेर काम गर्दा बिग्रिँदैन त केही पनि। पानी परेर दाउरा भिज्यो भनेर नि गनगन गरेर हुन्छ? उता जानु काम गर्नु। उता जाने भए यता किन आउँथ्यो? झन् घर सल्लाह गर्नु पर्यो भनेर आइरहेको छु। उता जानु के भयो बोला भन्नु। त्यो पुकु र बल्छीको बिहामा मेकअप चाहिँ हामीले गर्नुपर्छ भनेर पुकुसँग कुरा गरेन? गएको थिएँ अघि, घरमा पुगु त छैन रहेछ। थिएन घरमै? अर्कैसँग पहिला हिँड्या त होइन होला। यसो गर, बल्छीसँग कुरा गर्छु। ए बुढो लु भयो है, त्यो बल्छीलाई चाहिँ नबोलाऊ है। अस्ति पनि यहाँ आएको होइन प्याक लगाउँछु भनेर, राम्रो त्यत्रो महँगो प्याक लगाइदिएको, नापेर हिँडेन त्यत्तिकै, अनि त्यस्तोलाई लगाइदिनु हुँदैन। पैसा पनि तिरेन बेकारमा। यसरी आत्तिएर हुँदैन व्यापार बिजनेसमा, समाजमा भिजेर काम गर्नुपर्छ। बल्छीसँग एकचोटि म कुरा गर्छु, अफर सफर दिएर पछि बच्चा जन्मेपछि 5 दिनमा बच्चाको लागि फेरि भनेर भए पनि म काम लिएर आउँछु। त्यसो भए मिलाएर कुरा गर्नु है त। अब कहाँ शुभ साइडमा हिँडेको ढाडे बिरालोले बाटो काटेर अहिले भक्क दिएर लडाइदिन्छु अनि थाहा हुन्छ। बच्चा जन्मिने कहिले भोटो सिलाउने अहिले भने जस्तो, कहिले मेकअप बनाएको छ, फेसियल बनाएको छ, त्यसको लागि पहिला बच्चा जन्मिनु परेन? बच्चा जन्मिनलाई बिहे गर्नु परेन? अब केही काम नगरी घरमा थचिएर घिच्न बानी लागेकोलाई कामको महत्त्वको विषयमा के थाहा छ? पाकेकै हुन्छ, घिचे भइगयो टोइलेट। काम गर्ने योजना बनाएर हिँडेको मान्छेले जे पाए त्यही भनेको छ। हो तपाईँहरू त है बाबु, जस्तो बुढी त्यस्तै बुढा, नसकिने बाबा। हेर्नु है दिदी, सब कुरा गर्नु, तर मलाई मेरो बुढोसँग नदाल्छु नि, मलाई मन पर्दैन। के गरेर आएको कि? आउनु न आउनु। छोड्दै आउनु हो, हात बाँधेको छ त कि? ए हात बाँधे भने खुट्टा त बाँधेको छैन नि। खोल्न झारपात बढी कुरा गर्नु ल। देखिनस्, हात बाँधेको छ त हो, अनि कसरी गर्नु? ओइ घाँस खोल्दै। चिम्टाले चिम्टा
भित्र गएर खेल्नु होइन के बाबा कहाँ हातमा हुँदै भने यो त पछि मामा ससुरा धेरै कुरा गर्न मिल्दैन कि अहिलेलाई। अनि त्यो बल्छी चाहिँ कहाँ गएको आमा? खोइ बाबु कहाँ गयो एक बार फोन आन न। ए बल्छी त कहाँ हो? किन हो र? अनि आइज नि त बेहुलो हुनुपर्ने मान्छे फेसियल गर क्लिजिङ गर राम्रो हुनु परेन कि त आफ्नै आमाको अनुहार जस्तो भएर जान्छस्? ए पर्दैन यो फेसियल नचाहिँदो कुरा। हातरी गर्दिनँ भनेर हुँदैन के? ऊ चाहिँ फेरि बटरफ्लाई जस्तो हुने त चाहिँ फेरि क्वाटरफ्लाई जस्तो भइसक्यो भने त खत्तम हुन्छ त। राखिदियो फोन। पैसा धुत्नलाई व्यापारीहरू। हल्का रमाइलो। अनि सुपारी बाँड्यो भने सोचिदियो निम्तो? सबैलाई बाँड्यो केटा सबैलाई। फेरि मान्छेहरू छुट्यो भने त चित्त दुखाउँछ है। ए त चिन्दैन नलिए न गाउँमा आएकातिर बिहामा सबै हेरचाह गर्ने जिम्मा हाम्रो होइन केटा केटी सबैको जिम्मा हामी लिन्छौँ नि ठुलो होइन। सुपारी पनि भयो पञ्चे बाजाको कुरा राम्रोसँग बजाउनेलाई ल्याउनु पर्यो अनि यता पञ्चे बाजा के जिम्मा लियो? म त मासुको खाना भन्दा केही छैन यसलाई। बुढै बढेर यत्रो भइसक्यो अझै खाने के भन्ने कुरा चाहिँ। म त फेरि मिलाएर बाँड्नु पर्यो नि त मासु। छोड्दै म माथि फुक्सलाई भेट्न जान्छु ल। तिमीहरू अरू तयारी गर्दै गर। हामी छौँ है। मासु जिम्मा नदिनु भयो नि त। तेरो भविष्य त है सुन उसको सुहागरात मासले डिस्टर्ब हुनुपर्छ है। मजा लिउँ न। कति हल्लिएको क्या नहल्ली बस्। यो के गरेको तिमीहरूले? यो के गरेको? यति नगरे त तपाईँ मान्नुहुन्न अनि? तपाईँ मान्नु क्या लान्ला मलाई? हजुर त हाम्रो कस्टमर हो नि त रेस्पेक्ट गरेर बोलेको। अब बिहामा पुगु चाहिँ ब्युटिफुल परी जस्तो भएर आउँछ अनि त चाहिँ यस्तै धुवासे भएर जग्गाबाट यस्तो अनुहार यसो देखिन्छ तल त्यही भएर ह्यान्डसम बनाइदिनु तँलाई यसो गरेँ के? लु भयो धेरै नबोल। यस्तो भयो नि कालो भयो नि जे भयो नि पत्याउनुले पत्याइहाल्यो बिहे हुने भइहाल्यो। त्यसो नभन्छ नि हजुर। हजुर नगई हाम्रो व्यवसाय चल्दैन। हजुर पनि ह्यान्डसम हुँदैन। तेरिका हिँड्नु न त के बोल्छ बाबु? तपाईँले राम्रो बनाउनुको लागि भनेको त हो नि। त्यही त मैले अघि नै फोनमा भो भनिसकेँ त। जबरजस्ती यसरी चाहिँ नि हुनेवाला बेहुलोलाई चाहिँ नि बोरा हालेर ल्याउँछु नि चाहिँ यो कुराहरू। त्यतिकै बोलाउँदा नआएपछि बोरा हाल्नु परेन? लु भो तिमीहरू जा म यो फेसियल गर्दिनँ। त्यसो नभन्छ नबल्छी सर आउनुहोस् न आउनुहोस् जाऊ। बाबु बिहे हुने भयो नि त्यो बाउले नदिएर हुन्छ र छोरीले के गरेपछि ल आउनु है आउनु लिनु नि फेरि ए धुन्दाले गर्ने हो नि बाबु। ए सन्तोष हजुर आमा तिम्रो निम्तो आयो? छैन आमा। ए मैले निम्तो दिएँ भनेर मानिहरूलाई भनेको थिएँ। कसको बिहे हो र? बोल्छिको बिहा नि। केटी चाहिँ को हो नि? को हुनु नि बाबु? हाम्रो कृष्ण बाबुको छोरी पुक्कु। कृष्ण बाबुले छोरी दिन्न म त जस्तालाई भन्नुहुन्थ्यो। अब त सम्झी भनेर नमस्कार गर्नुपर्ने भयो। म त धुन्दाले पञ्चे बाजा ठोकेर गर्ने हो नि बिहा। आउनुपर्छ नि बाबु है। ए हस् हस् आमा भ्याएसम्म आउँछु।
यो हावा हुन्डरी भन्ने कुराहरू चाहिँ अर्कै छन् म एउटा विशेष कुरा लिएर आइरहेको छु के विशेष हो र कति आत्तिदै आएको विशेष के भन्दाखेरि अब यत्रो लामो यात्रामा यात्रा गरियो अनि यत्रा वर्षसम्म तिमीलाई पनि कति दुःख दिए होला चित्त दुखाए होला तिमीबाट पनि भयो होला तर आजको मितिबाट हामी दुईजना बीच भएको सम्बन्धलाई ब्रेकअप गर्दैछु म के बोलेको लाज लाग्दैन बिहे भनेर सबैलाई निम्तो बाडिसक्यो अहिले आएर ब्रेकअप रे केटा मान्छेको जात जनायो होइन नाटक हेर न के को ब्रेकअप बोल्छु के भनेको भने त मैले आजबाट तिम्रो र मेरो ब्रेकअप तिमीलाई लाज लाग्दैन ब्रेकअप रे मैले झन् बाबा र बाबाको विरुद्धमा गएर त्यत्रो हुन्छ भने अहिले आएर तिमीले त जाऊ न अहिले आएर चाहिँ ब्रेकअप भन्दो रहेछ पवन तिमी कुरा बुझ्दैनौ के अहिलेसम्मको बोयफ्रेन्ड गर्लफ्रेन्डको ब्रेकअप भने त सकिन त अब त प्याप्याम गरेपछि त श्रीमान श्रीमती हल्का रमाइलो साँच्चै कृष्ण दाईले त ज्यान जाला छोरी दिन नपो गन्थे त कृष्ण दाई काठमाडौँ गएको बेलामा छोरीले नै आँट्थ्यो यही हो साउनी चोखो माया गरेको के होइन चोखो माया भएपछि त पुऱ्याइहाल्छ साँच्चै आमा बिहे चाहिँ पञ्चबाजा सहित गर्ने हो कि सटक सुटुक मात्रै हो ल हेर अब एउटा छोराको बिहा कहाँ सटक सुटुक गर्ने हो र नानी मजाले पञ्चे बाजा बजाएर घोडा चढाएर ल्याउने हो नि अब यहाँ गाउँका कोही मान्छेले कतिसम्म खसालेर बोल्यो भने त हामीलाई थाहा छ नि तिनीहरूको के हैसियत छ र तिनीहरूलाई कसले दिन्छ छोरी भन्थे अब देखाउन पर्छ के कसरी ल्याइन्छ बुहारी भनेर ल भयो कालियामा यसरी घुमाएर चाहिँ भन्नु पर्दैन है अब के गर्नु यहाँ सिलरोटी पनि फनफनी घुमिरहेकै छ अब कुरो पनि यसो घुमाएर गरेको नि कुरा बुझि गएको बुझे भइगयो नि तर हाम्रो दिदीको दिमागलाई पनि मान्नै पर्छ है त्यस्तो रोटी जस्तो घुमाएर भनेको कुरालाई पनि ठ्याक्कै बुझ्नुहुन्छ तयार भइसके छोरा बुहारीहरूलाई कति समय लाउने हो ए छोरा बुहारी हो होइन कति बेर लाउँछौ तिमीहरू छिटो आऊ त रेडी नै भएन के अरे एकछिन पस्नुहोस् भन्छु के अरे म यसो भात सात पो खाएर जाने हो के अरे बा जन्ती जान लाग्छ भात खाएर जाने बा अरे त्यहाँ गएर खाने हो के अरे नि मासु भात गम कि गम हिँड ल म रेडी भएर आइहालेँ के अरे तेरिका कहाँ मैले भ्याइदिएन के गर्ने होला है दुलैभित्र पर्ने मान्छे आफू यस्तो झत्राझुरु भएर बसेको छु एउटा साडी त लाउनु पर्ने चट्ट परेर मन्दिर के गर्यो कुन्नी हरि ओम गणपति गणनान्त गुहवामहे प्रियनान्त प्रियवती गुहवामहे अनि शुभ लग्न शुभ कार्य शुभ विवाह हेतु कर्मणेन छ अमुक गोत्रेय ल अब यो बेहुलीले बेहुलालाई माला लगाइदिनु पर्यो त्यसपछि बेहुलाले फेरि बेहुलीलाई माला लगाइदिनु पर्यो ल सबैले ताली बजाइदिउँ ल ताली स्वयंवरको बेला भयो सबैले ताली बजाइदिनु ल अब बेहुलाले बेहुलीलाई स्वयंवरको औँठी लगाइदिनु पर्यो शुभ लग्न शुभ कार्य शुभ विवाह हेतु कर्मणि
यो बिहे हुन सक्दैन। के को चाहिँ स्टोभ हो? बिहा सिन्दुर सबै हालिसकेपछि टिका टालो भइसक्यो, बिहा सिद्धियो अब। स्टाफ होइन, नाना स्टाफ गइसक्यो अब। यस्तै सुख शान्ति रहोस्, चिरञ्जीवी हुनु, लाडीताको सबै पुगोस् है।
हिमालय टेलिभिजनका लागि राम क्रिएसनको प्रस्तुति हास्य टेली श्रृङ्खला हल्का रमाइलो इन एसोसिएसन विथ मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित, जसले डेङ्गु, मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ। पावर्ड बाइ कपडाको गर्छ गजबको धुलाइ गोदरेज फ्याब लिक्विड डिटर्जेन्ट। Sensodyne gives you long-lasting protections against sensitivity because it works. नयाँ गुड नाइट फ्ल्याश अरू लिक्विड भेपराइजर भन्दा 2 गुना बढी प्रभावशाली। हर्लिक्समा छ 27 न्युट्रिएन्ट्स जस्तै प्रोटिन, भिटामिन डी र फोलिक एसिड। टलर, स्ट्रङ्गर, शार्पर। मार्केटेड बाइ मिडिया सेन्स।